हेलो गाइज नमस्ते म निकेश महत। मैले हिजो एचसिएफ र एलसिएमको क्वेसनहरू सल्भ गर्नको लागि युज हुने टिप्स एन्ड ट्रिक्स भन्दा नि हुन्छ अथवा रुल्सहरू त्यसको भिडियो बनाएर हालिसकेको छु। एकचोटि त्यो भिडियो पनि हेर्नु होला। र अहिले चाहिँ म एचसिएफ र एलसिएमको धेरैपल्ट यो एससीमा सोधिएको क्वेसन भन्दा नि सोधिएको दुईवटा क्वेसन सल्भ गरिदिनेछु। त्यो क्वेसन सल्भ गरिदिनेछु र त्यो सल्भ गरेको तपाईँलाई आयो भने एचसिएफ र एलसिएमको बारेमा जहाँबाट पनि क्वेसन सोधे पनि तपाईँलाई आउँछ। र अब यो एउटा सुरुमा एचसिएफको सल्भ गरौँ, त्यसपछि एलसिएमको सल्भ गरौँ है त। एचसिएफको यो प्रश्न चाहिँ यो क्वेसन चाहिँ धेरैपल्ट एक्जाममा एससीमा आइसकेको छ। र यसको चाहिँ यो क्वेसन आयो भने धेरै सबै एचसिएफको क्वेसनहरू तपाईँहरूलाई मजाले आउनेछ। त्यही अब यसलाई सल्भ गर्नलाई सुरुमा तपाईँले यसलाई अब एकवटाले क्वेसन 1 र क्वेसन 2 मान्दा नि हुन्छ, अथवा डाइरेक्टली मैले सिकेको अनुसार चाहिँ मैले पहिले सानोमा पढ्दाखेरि मैले गरेको तरिका चाहिँ कस्तो हो भने डाइरेक्ट यहाँनिर एचसिएफ अफ 4x - 20 लेख्ने। अब यसमा के छ त भन्दाखेरि के कमन छ के छैन यसो विचार गर्ने। यसमा कमन भनेको 4 छ, x - 5, अनि यसलाई अझै सजिलोको लागि 2 × 2 x - 5 यसरी लेख्दा नि हुन्छ। र अब अर्को एचसिएफ अफ 6x - 30 गरिदिने। यसमा पनि यसो विचार गर्ने, कमन के छ 6 छ, 6 कमन गरेपछि x - 5 हुन्छ। र अर्को सजिलो लागि यसलाई के भयो भने 2 × 3 x - 5 लेख्न पनि सकियो। र डाइरेक्ट अब अन्तिममा डाइरेक्ट अब एन्सर बुझेपछि डाइरेक्ट लेख्दा नि केही फरक पर्दैन, प्रोसेस वाइज गर्दा नि केही फरक पर्दैन। अब एचसिएफ अफ 4x - 20 6x - 30 इज लेख्ने। अब यसमा के लेख्दाखेरि ठिक होला त भने एचसिएफको कुरामा चाहिँ जुन कमन छ, जस्तै यहाँ 2 पनि छ, यहाँ 2 छ, यो कमन छ, कमन भएको चाहिँ एउटा लेख्ने, कमन नभएको छोडिदिने। अनि यो छोडिदिइसकेपछि अब के बाँकी भयो भन्दाखेरि x - 5 र x - 5 पनि कमन छ। र अब कमन भएपछि एउटा लेख्ने x - 5। अब यो चाहिँ यसको एचसिएफको एन्सर हो। तर यसलाई अझै मैले 2x - 10 यसरी लेखेर एन्सर बनाउन सकिन्छ। अथवा यो यहाँ लेख्दा नि भयो, यो माथिपट्टिको यो 2 × ब्राकेट x - 5 सम्म लेखेर क्लोज गर्दा नि भयो, अथवा 2x - 10 लेखेर क्लोज गर्दा नि भयो। यो चाहिँ एचसिएफको क्वेसन हो। एचसिएफमा चाहिँ के बुझ्ने भने कमन छ भने एउटा लेख्ने, कमन नगरेर छोडिदिने, मतलब भएन छोडिदिने। अब यसरी नै यो एचसिएफको यो क्वेसन तपाईँले बुझ्नुभयो भने तपाईँहरूलाई एचसिएफको जुनसुकै क्वेसन दिए पनि तपाईँहरूले सल्भ गर्न सक्नुहुनेछ। एलसिएमपट्टि जानेछु। र अब यो एलसिएममा चाहिँ धेरै पटक सोधिएको क्वेसन भनेको कुन छ भने क्वेसन नम्बर a² + 3a + 2 एन्ड a² - 4 छ है। सेम प्रोसेस गर्ने। जस्तै योभन्दा अगाडि एचसिएफको हामीले के लेख्थ्यौँ भने एचसिएफ अफ भनेर लेख्थ्यौँ। यसमा पनि एलसिएम अफ a² + 3a + 2 इज लेख्दा नि भयो। अनि अरू अब तपाईँले जे सजिलो लाग्छ त्यो लेख्दा नि हुन्छ। र अब यसलाई के गर्ने भन्दाखेरि यसलाई फ्याक्टराइज गर्ने। फ्याक्टराइज कसरी गर्ने भन्दाखेरि a² प्लस अब 2 ले यता 2 × 2 भयो, यसरी कसरी मिलाउने भने यो 2 + 1 गर्दा 3 बन्छ, 3a हुन्छ, यतापट्टि यो भयो। यो लेख्नु र यो लेख्नु माथिपट्टिको लेख्नु सेमै हो। र तपाईँलाई यदि यो माथिको एलसिएम अफ a² + 3a + 2 लाई यसमा कन्भर्ट गर्न सक्नु हुँदैन अथवा आउँदैन भने यसको बारेमा नि म फ्याक्टराइज भन्ने च्याप्टरबाट तपाईँलाई यो सजिलै पाराले सिकाइदिन सक्नेछु। त्यसको लागि कमेन्ट गरेर फ्याक्टराइज लेख्नु होला। र अब यसमा के भयो भन्दाखेरि a² + 2a + a + 2 हुन्छ। अब यहाँनिर के गर्ने त भन्दाखेरि कमन के छ त भनेर हेर्ने। अब कमन के छ यहाँनिर सुरुमा a कमन छ, a कमन भएपछि यतापट्टि a + 2, यतापट्टि के कमन छ 1 कमन छ, अनि a + 2। अनि यसलाई हामीले के लेख्न सकिन्छ a + 1 a + 2। यसलाई हामीले यति लेखेर यहीँनिरसम्म इन गर्दा नै पाइयो। अब अर्को के छ त एलसिएम अफ
ए स्क्वायर माइनस 4 अब इज ए स्क्वायर माइनस 4लाई के गर्दा ठिक होला भन्दाखेरि ए स्क्वायर माइनस 4लाई 2 को स्क्वायर लेख्न मिलिहाल्यो र यसलाई यो ए स्क्वायर माइनस बी स्क्वायरको फर्मुलामा कन्भर्ट गराइदिने ए स्क्वायर माइनस बी स्क्वायरको फर्मुलामा के हुन्छ भन्दाखेरि ए प्लस बी ए माइनस बी हुन्छ। त्यसरी नै यहाँनिर के हुन्छ ए प्लस 2 ए माइनस 2 यो यहीँनिर इन हुन्छ। तर अब हामी यो एक एक इक्वेसनको मात्रै सल्भ गऱ्यौँ तर अब एलसिएम अफ यो सबै क्वेसनको एलसिएम चाहिँ के हो त भनेर अब बुझ्नुको लागि चाहिँ के बुझ्नु पर्यो भने हामीले एचसिएफमा कमनबाट एउटा लिम कमन नभएको छोडिदिउँ तर एलसिएममा चाहिँ सबै कुरा लेख्नुपर्ने हुन्छ। कमन भएको एउटा कमन नभएको पनि सबै लेख्नुपर्ने हुन्छ र यसलाई अब के लेख्न मिल्यो भनेदेखि एलसिएम अफ ए स्क्वायर प्लस 3a प्लस 2 कमा ए स्क्वायर माइनस 4 इज अब यहाँ के छ भन्दाखेरि यहाँ माथि ए प्लस 1 छ ए माइनस 1 छ अथवा ए प्लस 1 छ ए प्लस 2 छ है तल के छ ए प्लस 2 छ ए माइनस 2 छ। अब यहाँ कमन के छ भन्दाखेरि एउटा ए प्लस 2 एउटा यो ए प्लस 2 कमन छ। त्यसको लागि अब के हो भने ए प्लस 2 एउटा ए प्लस 2 लेख्दिने। अब यहाँ के छ ए प्लस 1 छ यहाँ ए प्लस 1 लेख्ने। अब यहाँ ए माइनस 2 पनि छ ए माइनस 2 पनि लेख्दिने। के बुझ्नु पर्यो भने एलसिएममा चाहिँ कमन के एउटा मात्रै लेख्ने एलसिएममा चाहिँ टाका 2 पनि लेख्दिने। अब यसलाई हामीले सल्भ गर्न पनि सक्छौँ अथवा सल्भ गरेर सबै कुरा लेख्न मिल्यो र हैन म सल्भ गर्दिनँ भन्नुहुन्छ भने यहीँसम्म एन्सर इन गर्दा नि भयो। यो चाहिँ आफ्नो मर्जी हुन्छ है यो किनभने एलसिएम यो क्वेसन भनेको अलिक सानै मार्क्सको आउने भएर चाहिँ धेरै लामो पनि नलेखौँ हामीले यहीँसम्म इन गरौँ यसमै इन गर्दौँ। अब यो चाहिँ यो भयो यो दुईटा क्वेसन एचसिएफ र एलसिएमको क्वेसन गर्नुभयो भने चाहिँ जुनसुकै बुकबाट एससीको लागि यो एचसिएफ र एलसिएमको जुनसुकै बुकबाट जुनसुकै क्वेसन दिए पनि तपाईँहरू मजाले सल्भ गर्न सक्नुहुनेछ। र यसरी नै अब म तपाईँहरूलाई कुन च्याप्टर अप्ठ्यारो लाग्छ त्यो कमेन्टमा लेखिदिनु होला। म त्यसको इम्पोर्टेन्ट क्वेसन अथवा टिप्स एन्ड ट्रिक्स युज हुने पाराको र सजिलो पाराले सल्भ गर्न मिल्ने खालको क्वेसनहरू र सल्भ गर्न नमिल्दा पनि म सजिलो पाराले सल्भ गरिदिनेछु। तपाईँले चाहिँ मात्र कमेन्टमा तपाईँलाई अप्ठ्यारो लाग्ने च्याप्टरको नाम लेखिदिनु होला अथवा तपाईँले क्वेसन लेख्दा नै हुन्छ। अहिलेको लागि के बुझौँ भने एचसिएफ एलसिएम प्र्याक्टिस गर्नुभन्दा अगाडि यदि यो दुईटा क्वेसन र रुल हेरेपछि एचसिएफ र एलसिएमको जहाँबाट पनि क्वेसन सल्भ गर्न सकिन्छ। त्यसरी नै अब हामी चाहिँ यो क्वेसनहरू अब सल्भ भइहाल्यो। अब यो भिडियो यहीँ इन गर्न चाहन्छु। यो भिडियो अब जस्तो तपाईँले फेरि यसमा नि बुझ्नु भएन भने तपाईँले कमेन्ट गरेर लेख्न सक्नुहुनेछ अथवा म्यासेज लेख्न सक्नुहुनेछ। अहिलेको लागि बिदा गरौँ। नमस्ते।